हाम्रो दाइ हो बिचरा किन हाँसिस् तिमीहरू अनि यहाँ तलै जान्छु त्यहीमा राम्रो हाल्छ क्या त्यही भएर हाई सबैजनालाई नमस्ते 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 ढोकदिया आई होप सबैजना सन्चै हुनुहुन्छ आरामै हुनुहुन्छ र म पनि एकदमै आरामै ठिकै छु किन काली न काली ढ्याउसी आएको छु तर पनि ठिकै छ आज चाहिँ मेरो साथीहरूलाई भेट्ने दिन हो आज चाहिँ त्यही भएर भ्लग बनाउँदैछु म प्रेमाको चाहिँ यो मेरो भ्लगमा यो मेरो भिडियोमा लास्ट भिडियो हो उसँग चाहिँ ऊ चाहिँ किनभने बाहिर जाँदैछ आफ्नो एमहरू आफ्नो गोलहरू केही सपनाहरू पुरा गर्न जाँदैछ र त्यसको लागि चाहिँ हामी साथी आज चाहिँ हल्का गेट टुगेदर हुने भन्ने छौँ उसलाई भेट्ने अनि सानो मेमोरी क्रिएट गरौँ हुन त हाम्रो मेमोरी धेरै छ तर पनि लास्ट दिन भनेको एकदम स्पेशल हुन्छ नि त मेरो मुखमा के लागेछ त हौ त्यही भएर चाहिँ आज हामी भेट्न जाँदैछौँ अहिले चाहिँ भेट हुँदैन किनभने सबैको कसैको चाहिँ प्यारेन्ट्स डे छ कसैको चाहिँ नि आफ्नो जब छ स्याटरडे पनि अनि त्यही भएर चाहिँ नभ्याउने भएर हामी भेट्ने सधैँ बेलुका नै हो तपाईँहरूलाई थाहा छ कि छैन मेरो पहिलाको भिडियो हेर्नुभएको छैन भने हेर्नु होला त्यहाँ पनि त्यस्तै छ सिचुएसन सो सिचुएसन अनुसार चल्नु पर्यो होइन त गाइज त्यही भएर चाहिँ अहिले हामी डेमा चाहिँ मैले घर कुरिरहेको छु आज मम्मी ड्याडीहरू सबै आफ्नो आफ्नो पार्टीतिर गन्तव्यतिर जानुपर्छ अनि आज घरमा म एक्लै छु बेलुका चाहिँ म फेरि बाहिर टाप हान्नेछु घर चाहिँ अरू सब आउनेछन् यही हो अनि बेलुका भेट्ने भनेको अब बोलाउनु त हामीले अर्को साथीलाई पनि बोलाएको ऊ चाहिँ आउन पाउने भएन ऊ चाहिँ त्यही भएर हामी चारजना मात्रै भेट्छौँ हेर्दै गर्नु होला अहिले चाहिँ म घर एक्लै छु झ्याप छु निन्द्राले घरि सुत्छु घरि उठ्छु फेरि यहाँ पढ्छु भनेको नि यस्तै हो पढ्ने भन्ने त झन् घर कोही नभए जस्तो पढ्नै मन लाग्दैन कि टिभी हेर्ने कि मोबाइल हेर्ने बास खत्तम अब चाहिँ बिहान मैले खाना पनि खाएको छैन एक्लै त खाना पकाउन नि झ्याउ लाग्छ म जस्तो अल्छी त झन् को होला र अनि हे कति आनी भनेको त्यही हो अब चाहिँ मैले ऊ त्यहाँ के लिएर छु थाहा छ मेरो फेभरेट चाउचाउ लिएर छु के तपाईँहरूलाई थाहा छ किन मेरो फेभरेट चाहिँ यो हो यो अझ डबल स्पाइसीवाला खान्छु भनेको फेरि बेलुका पनि हल्का खानुपर्छ नि त पिरो स्पाइसी हामी बाहिर हिँडेपछि स्पाइसी मात्र खान्छ त्यही भएर डबल स्पाइसी खाँदिनँ म यो ब्ल्याकवाला मान्छे खान्छु भनेर यो लिएर आएको छु अब यो चाहिँ एकछिनपछि पकाएर खान्छु ल साथीहरू त्यही हो अब चाहिँ फेरि म सुत्छु या क्राइम पेट्रोल हेर्छु केही लाउँदिनँ नि त अनि त्यही भएर केही हुन्न मैले चिपस्टिक लगाउँथेँ त्यो चिपस्टिक कता गायब भयो त्यही हो साथीहरू अब छाई म घर एक्लै छु म एक्लै छु साथी न सङ्गी एक्लै रङ्गी चङ्गी आफू त उता हेर्न सक्नुहुन्छ मेरो चप्पल साथी छ मोबाइलमा चार्ज पनि छैन अब मोबाइल चार्ज गर्छु फेरि अहिले भ्लग बनाउँदाखेरि फेरि जिरो किल्टिङ गर्छु कि मोबाइलले फेरि त्यही भएर अब यो एउटा साथी छ नि त अर्को टिभी हेर्छु म पढ्न त त्यस्तै हो सरी ल तिमीलाई म भोलि पढ्छु भोलिबाट डह्रो पढ्छु म साँच्चै हो भोलिबाट चाहिँ म तिमीलाई 1 सेकेन्ड पनि छोड्दिनँ म होइन त 1 सेकेन्ड पनि तिमीलाई म मेरो आँखाको अगाडिबाट म हटाउने छैन यो म तिमीलाई प्रमिस दिन छु भनेको त 1 महिना अगाडिबाटै हो तर ठिकै छ म भोलिबाट चाहिँ पक्का होइन भोलिबाट पक्का पढ्छु म अहिले चाहिँ म टिभी हेर्छु ल बाई बाई बेलुका भेटौँ ल बेलुका होइन म अहिले चाउचाउ खाने बेला भेट्छु तपाईँलाई अनि देखाउँछु नि त म चाउचाउ खाएको यहाँ के लगाएको हो र छ्या झ्याउला नि के लाउँछ यो बिग्रेको अनुहारमा पनि अहिलेलाई बाई बाई अघि भनेको थिएँ नि त मैले चाउचाउ पकाएर खान्छु भनेर खायो ल अब चाहिँ म यहाँ टिभी पनि लगाइसकेको छु अब चाहिँ यो खाँदै हेर्छु मोबाइल चाहिँ चार्ज गर्छु ल त्यस पछाडि अब डाइरेक्ट बेलुका भेट्छु या अहिले यहाँ केही उटपटाङ काम गरेछु भने म देखाउँछु नत्र भने त यही खाने अब टिभी हेर्ने बस्ने घर एक्लै भयो भने त पछाडि पनि कोही आएर जस्तो नि लाउँछ बेला त मलाई मात्र हो कि अरूलाई पनि त्यस्तै हुन्छ र अब चाहिँ राखेँ ल चाहिँ म चाहिँ खान्छु सेलाउँछ कि बिचारा मलाई हेरिरह यहाँ ठुलो गाइज फाइनल्ली भाउजू चाहिँ आउनु भयो अब चाहिँ म उम्किने दिन आउँदैछ टाइम आउँदैछ यहाँ आमा छोरा चाहिँ दुध खानु देखाएको न हौ अब त्यो मिठाई मेरो भयो ग्रेसन ल मिठाई बोकेर आएको छ यसले पार्टीबाट अब त्यो मिठाई चाहिँ मैले खानुपर्छ गाइज यसले चाहिँ खानु हुँदैन यसको दाँत किराले खान्छ अब चाहिँ बल्ल घर कुर्ने मान्छे आए अब चाहिँ म फाडी खान्छु फाडी रेडी हुन्छु अब साथीहरूले फोन हानिरहेको थियो अघि सो
हामी चाहिँ यहाँ आइपुगेर यो सेतो न फेतो देख्नु भयो यहाँ यो लाइटले गर्दाखेरि हो नि ठिकै दिएछस् खास अघि नै स्टार्ट गर्छु भनेको यसलाई भेट्ने बित्तिकै तर यसलाई मैले भेट्ने बित्तिकै स्टार्ट गर्न पाएन किनभने यस्तो हतार भयो थियो है मैले त यो गाजल पनि लाउन पाएन यस्तै आइरहेको छु त पहिल्यै रेडी भएर बसिसकेको रहेछ अब चाहिँ यहाँ हेर्नु हाम्रो घर साइडको न्यू केकबाट चाहिँ सानो केक क्युट अहिले देखाउँछु कस्तो बनेछ भनेर थाहा छैन भाइ मलाई अहिले त्यहाँ पेमेन्ट गरेकै छैन अनि यहाँ त यस्तो हल्ला भइरहेछ हामी एकछिनपछि अरू साथीहरू आएपछि भेट्छु म यहाँको नजारा देखाइदिन्छु तपाईँहरूलाई उहाँ रहेछ कङ्ग्रेचुलेसन्स यो चाहिँ मेरो योसँग लास्ट भिडियो हुनेछ र ठिकै छ अहिले चाहिँ एकछिनपछि भेट्छौँ यहाँ लाइभ सङ भइरहेछ म बोल्न पाएको छैन म यहाँ देखाइदिन्छु ल मिक्स फिलिङ्स भइरहेछ होला होइन तर हामी टाढा भएन हामी फेरि जोइन हुनेछौँ बेला बेला प्रेमाले हाम्रो सरप्राइज दिनेछ पहिला जस्तो मोबाइल नहुने त्यस्तो होइन नि त अहिले जब गए पनि तर तैँले किन हो मेसेजको रिप्लाई दिनुहोस् कि फेरि हो मलाई त यही हुँदा त दिँदैन तैँले अब उता कहिले दिन्न होला जस्तो लागिरहेको मलाई त होइन त्यो टाइम ठिकै छ म यसलाई मेसेज गरिरहन्छु कहिले रिप्लाई चाहिँ दिनुपर्छ है ओके नसकिने भयो अब त हामी खानेकुरा मगाउँछौँ अनि खाने बस्दामा अब तिनीहरू आउँछ आउँदैन आउँछ ढिलो आउने भयो कि अब चाहिँ पास खतम हामी त कुर्दा कुर्दा यहाँ आलु भइसक्यो ऊ आयो यिनीहरू बल्ल ए भगवान यिनीहरू चाहिँ बल्ल आयो ढिलो पार्टीहरू आयो बल्ल यहाँ यतिचोटि फोन हानेको मैले तँलाई होइन म आई विल कल यु लेटर भन्ने अप्सन त हुन्छ होइन अप्सनै भनेको मिटिङले ए भगवान म त फोन हान्दा हान्दा पागल हुन लागिसकेको थियो म त एकछिन त यसको स्कुलमा जान जस्तो भइसकेको थियो ल अब चाहिँ यहाँ हेर्नुहोस् अब चाहिँ हामी केक पनि काट्छौँ एकछिनमा भेट्छु ल यिनीहरू यहाँ आइपुग्यो मिठो हुन्छ भनेर मलाई खेलाइदियो हजुर थ्याङ्क यू मलाई मलाई खाने हजुर
हातै खाइदिए लाग्छ हजुर यस्तो ल हामीले केक पनि काटिसकेका छौँ अब ये अब सेफ फ्लाइट पिक पुगी आएर के टिचर साहेब बोलाउनु भयो म त डेन्जर स्टुडेन्ट मैले आशाले भनेको त्यसले भिसा आएर कहिले भन्ने कि आशाले भन्ने र म त जान्न होइन के ल यहाँ खाली पनि हेर्नु होला गाइड म त कस्तो आत्या जस्तो भयो यार पैसा एकैखेरि पैसा पनि नमिलेर पनि हो क्या है यस्तो हुन्छ के फ्राइडे उहाँको सन्डेसम्म पैसा धन्यवाद तिमी पनि मेरो भ्लगमा आउने भयो सब्सक्राइब आउने भयो तिमी पनि पहिला चाहिँ खाना अनि बल्ल भेटौँ यार अफिसमा मन्डे अरे बिदाई मलाई कति लाज लाउने हो केको लाज लाउने म त के रिएक्सन दिने भन्नुहुन्छ क्या होइन मैले के रिएक्सन दिनु म रुम लगाइन्छ होइन सबैले बिदा गरेर अङ्गाले हालेर ताले ब्लेसिङ दिँदा राम्रो गर्यो भन्दाखेरि आफू इमोसनल भइजान्छ आज म त्यस्तै इमोसनल भयो भाइ होइन हाम्रो त दाइ हो बिचरा तल होइन यहीँ बोलाऊ न यहीँ बोलाऊ न यहीँ बोलायो कस्तो टाउको दुख्यो चिसोले गर्दाखेरि अघि चिसो त्यो हेलमेटमा त्यो पछ्यौरा नलाइकन आएको कस्तो चिसो भयो अब एकछिनमा घर जाने के भयो किन हाँसिस् तिमीहरू ला यो त के बर्बाद गर्न लाग्यो यार यहाँ आएर यसले त के उटपटाङ गर्न थाल्यो त स्कुलको टिचर भएर पनि यस्तो गर्ने अझै स्कुलमा के सिकाउँछ होला बच्चाहरूलाई हट भएर हिँड्ने टिचर पनि ल अब त घर होइन हट यस्तो लाग्यो अझ हट कस्तो रे हट भएर हट भएर ल अब चाहिँ नि बिस्तारै हिँड्नुपर्ने होइन यहाँ फोटो खिच्नु होइन यहाँ तलै जाम कि त्यही हुन्छ जाम त्यही खिचौँ यहाँ माथि नै कति खिच्ने हो र अब चाहिँ हामी तल फोटो खिच्न जाँदैछौँ त्यसको लागि सर्ट मेमोरी हुन्छ भनेर सो बाइ बाइ कसरी यहाँ अँध्यारो आएको कि उज्यालो आएको ओहो बल्ल उज्यालो आयो अब कस्तो यहाँ त फेरि अँध्यारो आयो ल यहाँ उज्यालो आयो हाम्रो दुश्मन छ के हो ओ यसले फेरि कपिराइट हानिदिन्छ भाइ बा अब यहाँ धेरै उता त नजाउँ है यति मात्र गरौँ अनि यहीँ फोटो खिचौँ अनि चल्दिउँ 9-10 बजिसक्न लाग्यो घरकोले फेरि पहिला गयो छोरी भन्दा पनि फेरि म त चल्नु पर्ने अवस्था आयो मेरो हेलमेट टिप्देऊ न यार कसैले त अहिले चढ्ने हेरेस् मेवासँग यहाँ म यहाँ मोबाइल समातेर निहुरिनु हुँदैन ल धन्यवाद
धन्यवाद ल जाम बाई बाई आजको दिन पनि यस्तै गयो बाई भन् प्रेमा बाई ला यो जकेटसम्म हेबा सब बोका बोकाइ बोकाइ मलाई हैरानै पारिस् तैले छिटो न मेरो झर्यो यहाँ छिटो न एकदम मेरो जकेट झर्यो ल अब चाहिँ हामी चल्दिन्छौँ यति न त अगाडि नै पुगिसक्यो अब चाहिँ जानुपर्छ घर जानुपर्छ 10 बजिसक्यो क्या घरकाले मार्ने बेला भइसक्यो बाई बाई 75 years later सो हाई यो भिडियो चाहिँ मेरो 2 दिन पछिको भिडियो हो अनि हामी चाहिँ हिजो अस्ति चाहिँ साथीहरू सबै भेटेर हल्का रमाइलो गरेको थियौँ भने आज चाहिँ प्रेमा फाइनली केटीएम जाँदैछ काठमाडौँ जाँदैछ नाइट बसमा अनि रेणुका र म चाहिँ त्यहाँनिर माथि बस पार्कमा चाहिँ भेट्न जाम फेरि जान रेडी भएको यस्तो टाउको दुखिरहेछ कि अब अहिले कति बेला फोन हान्छ प्रेमाले त्यस पछाडि बल्ल रेडी भएर निस्किने हो रेडी नै के हो नि यस्तै जाने हो अनि त्यही हो अब लास्ट भेट हुँदैछ हेर्दै गर्नु होला अहिले प्रेमाले फोन हानेपछि बल्ल जाने हो हामी चाहिँ त्यो चाहिँ खासमा त्यसलाई स्कुटरमै लैदिन्थेँ फेरि त्यसको चाहिँ सामान धेरै हो नि त स्कुटरमा गाह्रो हुन्छ त्यही भएर त चाहिँ ट्याक्सीमा जा हामी चाहिँ स्कुटरमा आउँछौँ भनेर चाहिँ भनेपछि त्यसलाई अनि त्यो चाहिँ खाना खाँदैछ अरे त्यो चाहिँ खाना बिना बस्न सक्दैन साथीहरू त्यही हो त्यो खाना खाँदैछ खाना खाएर बल्ल आउँछु भने अहिले भेटौँला बाई बाई हामी चाहिँ आइपुग्यौँ खै कता ए हामी चाहिँ यहाँ प्रेमालाई भेट्न आइसक्यौँ खै कता गयो त्यो यहाँ रहेछ छा मेरो क्यामेरा त पुरै धोस्तै भयो रहेछ यहाँ रहेछ प्रेमा रेणुका हाय सिल्भा दिदी अब चाहिँ यहाँ जानु अब चाहिँ यहाँ आइपुग्यौँ हाल रामसँग जा प्रेमाजी कति बेला हो 7 बजेको बस टाइम छ अझै एकछिन टाइम अब त टाइम त खै 6:30 नि भएन 4 मिनेट चाहिँ 6:30 हुन धेरै पछि चाहिँ क्यामेरा त सुमिना आयो है यहीँनिरबाट पनि आयो नि यहाँ काम गर्दिन त अहिले कहाँ गर्छ ल हो बाई अहिले अब चाहिँ हामी तीनजनाको लास्ट यही भिडियो हुनेछ राम्रो छैन यो मात्र यो धेरै इमोसनल भइहाल्छ क्या त्यही भएर मेकअप बिग्रिन्छ क्या हजुर नरो केटी किन रोइहेस् त फेरि ए यसको मेकअप बिग्रिन्छ क्या फेरि अब चाहिँ यहाँ जानु ला रेणुका फेरि धोइ रुनु ला यहाँ यसलाई चाहिँ अलिक कन्ट्रोल गर्नुपर्ने हुन्छ म विदेश भनिदिएको के हुन्छ प्रेमा गयो यो बसमा गयो प्रेमा तँलाई केही भयो भने हामी यहाँ नम्बर टिकेछ त्यहाँ छ प्रेमा चाहिँ म देखाइदिन्छु